हेलो सबैजनालाई दर्शन नमस्कार छ। आज म तपाईहरुलाई बिल्कुल नयाँ क्रिएटरहरु जो हुनुहुन्छ, कन्टेन्ट क्रिएटरहरु हुनुहुन्छ र फेसबुकलाई मोनेटाइजेसन गर्न चाहनु भएको छ, तपाईहरुको लागि स्पेशली यो भिडियो मैले बनाउन गइरहेको छु। तपाईहरु प्रायः सबैले चाहिँ म्युजिकमा, नेपाली म्युजिकमा अथवा हिन्दी म्युजिकमा तपाईहरुले भिडियो बनाइराख्नु भएको हुन्छ। त्यस्तो भिडियो धेरै जसो कपिराइट हानेको हुन्छ, जसले गर्दा त्यसले तपाईको आइडीलाई असर गरिरहेको हुन्छ र फेसबुकले कन्टेन्ट मोनेटाइजेसन दिइरहेको हुँदैन। अब धेरै जसोलाई थाहा हुँदैन कि त्यस्तो भिडियो कुन ठाउँमा गएर बसेको हुन्छ र त्यसलाई कसरी डिलिट गर्ने र कहाँ गएर हेर्ने र कसरी डिलिट गर्ने भन्ने थाहा हुँदैन। त्यही बारेमा आज म तपाईहरुलाई सर्टकटमा भिडियो बनाएर तपाईहरुलाई बताउँदै छु है त। भिडियो अन्तिमसम्म हेर्नु होला र अन्य साथीहरुलाई पनि शेयर गरेर अन्य साथीहरुसँग पुर्याउनु होला। अब म तपाईहरुलाई मोबाइलको स्क्रिन शेयर गर्दै छु, भिडियो हेर्दै गर्नुस् है त। ल त साथीहरु, म चाहिँ मोबाइलको स्क्रिन शेयरमा आइसके। सबैभन्दा पहिले तपाईहरुले प्रोफेसनल डैशबोर्ड क्लिक गर्नुपर्ने हुन्छ यसरी। त्यसपछि यसलाई स्क्रोल गर्दै जानुभयो भने अलि तल लास्टमा यो सपोर्टमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी सपोर्टमा क्लिक गरिसकेपछि बिस्तारै सबै अप्सनहरु खुल्छ हैन। अनि तपाईको आईडी हेल्दी छ कि छैन भनेर पनि यहीबाट चेक गर्न सक्नुहुन्छ। यसरी यसमा क्लिक गर्नुभयो भने बिस्तारै खुल्छ। यसमा चाहिँ वेलकम भनेर चाहिँ देखाएको छ, सबै एक्टिभ छ है। यस्तो ग्रीन टिक लागेको छ भने तपाईको आईडी एकदम राम्रो छ र यसमा तपाईलाई छिटै सफलता मिल्नेछ अथवा मोनेटाइजेसन मिल्ने हुन्छ र तर खास म चाहिँ तपाईहरुलाई कपिराइट सम्बन्धी बताउन गइरहेकोले अब कपिराइट कहाँ बसेको हुन्छ भन्दाखेरि जस्तो यो घण्टी जस्तो चिन्ह छ र यसमा तपाईको कपिराइटहरु जो पनि म्युजिक वाला भिडियोहरु, सङ वाला भिडियोहरु तपाईले बनाउनुहुन्छ तिनीहरु यहाँ आएर बसेका हुन्छन् है त साथीहरु। यसलाई अब क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि मेरो एउटा धेरै पहिला हो, यो त अहिले रिमुभ गरिसकेको छ। यस अलर्ट्समा थिच्नु पर्ने हुन्छ तपाईहरुले। जस्तो अलर्ट्समा थिच्नु भयो भने यस्तो देखाउँछ है। अलर्ट्स लेखेकोमा थिच्नु भयो भने तपाईको जम्मै कपिराइटहरु यही आएर बसेका हुन्छन् र यसलाई डिलिट गर्नको लागि यसमा थिच्ने हैन। थिचिसकेपछि पर भ्यूज भनेको छ नि, यसमा थिच्ने अथवा तपाईहरुको तल सी अप्सन भन्ने आएको हुन्छ, त्यसमा थिचेर अनि त्यो डिलिट भन्ने अप्सन अथवा रिमुभ भन्ने अप्सन आउँछ। त्यसरी नै तपाईहरुले डिलिट गरेर आफ्नो आईडी क्लियर राख्न सक्नुहुन्छ है त साथीहरु। भिडियो अलि त्यति राम्रो नबने पनि तपाईहरुको जानकारीमूलक भिडियो रहेको छ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र अन्य साथीहरुलाई पनि शेयर गर्न नबिर्सनु होला। हस्त अब अन्य यस्तै फेसबुक सम्बन्धी जानकारीहरु म आफूले जानेको र बुझेको र भोगेको तपाईहरुलाई शेयर गर्नेछु र फलो, लाइक, कमेन्ट र शेयर गर्न नबिर्सनु होला। तपाईहरुलाई जे जस्तो समस्या छ त्यो निर्धक्क भएर चाहिँ मलाई बताउनु होला। धन्यवाद।